हेलो दर्शन नमस्ते सबै नेपाली दाजुभाइ बुवा आमाहरूलाई होइन। अनि सबैजना सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। आज चाहिँ मैले एउटा सानो सोसियल मिडियामा केही कुरा राखौँ भनेर म आइरहेको छु होइन। कस्तो हो भने अहिले हालसालै यो फेसबुकमा होइन, युट्युबमा, त्यसपछि टिकटक सबै यो सोसियल मिडियामा चाहिँ हाम्रो प्यारो दाइ कृष्ण सेफ कृष्ण दाइ होइन, मैले उहाँको भिडियोहरू हेरेर हुन्छु। धेरै राम्रो गरिरहनु भएको छ होइन। उहाँले भिडियो बनाएको सब धेरै यसो मोटिभेसनको लागि नै बनाइरहेको हुन्छ होइन। हामीले पनि उहाँबाट केही सिक्नुपर्छ होइन। दाइ राम्रो हुनुहुन्छ होइन, राम्रो हुनुहुन्छ। उहाँलाई चाहिँ एउटा ट्रोल बनाइरहेको छ होइन। यो कतिपय यो मिनी भिटेन भन्छ नाम होइन। अनि त्यसपछि यो के छेत्री दुई चारजनाहरू यो यिनीहरूले ट्रोल बनाउँदा दाइको केही बिग्रिँदैन, दाइको हुने केही होइन। दाइले आफ्नो काम गरिरहनु भएको छ होइन, आफ्नो मिहिनेत गरिरहनु भएको छ। उहाँलाई एकदम मनैदेखि सम्मान छ है, मनैदेखि सम्मान छ। तपाईँले त्यस्तोहरूको इग्नोर गरेर बस्दिनुहोस् क्या दाइ, इग्नोर गरेर बस्दिनुहोस्। तपाईँ एकदम राम्रो मान्छे हुनुहुन्छ, राम्रो भिडियो बनाउनुहोस्, राम्रो कन्टेन्ट बनाउनुहोस्, ताकि हामी जस्तो तपाईँलाई सपोर्ट गर्ने मान्छेलाई पनि हामीलाई एउटा मोटिभेसन मिलोस् होइन। त्यस्तो तरिकाले काम गर्नुहोस् होइन। दुई चारजना खुट्टा तान्नेहरू आउँछन्, नेपालीहरूले नै खुट्टा तान्ने, तर विदेशीहरूले आउँदैन तपाईँको खुट्टा तान्न, नेपालीहरूले नै तान्ने हो। तिनीहरूले खुट्टा तान्दै गर्छ क्या, खुट्टा तान्दै गर्छ, तान्न दिइरहनुहोस्। तपाईँ जहिले पनि अगाडि बढिरहनुहोस् क्या दाइ, जहिले पनि अगाडि बढिरहनुहोस् होइन दाइ। सेफ कृष्ण दाइ, तपाईँ एकदम राम्रो हुनुहुन्छ, राम्रो ठाउँमा राम्रो पोस्टमा हुनुहुन्छ होइन। राम्रोसँग सबलाई लिड गरेर अगाडि बढ्नुहोस्, सबलाई अगाडि बढाउनुहोस्, हजुर पनि अगाडि बढ्नुहोस् होइन। यो दुई चारजना कुकुरहरू भुक्दामा, दुई चारजना कुकुरहरूले सोसियल मिडियामा तपाईँलाई चाहिँ यो दुनियाँदारी गाली गलोज गर्दामा तपाईँलाई केही हुँदैन। तपाईँलाई सपोर्ट गर्ने धेरै नेपालीहरू छ, म जस्ता नेपालीहरू धेरै छ दाइ होइन। त्यसको लागि म हजुरलाई जहिले पनि सपोर्ट गरेर हुन्छु, हजुरको भिडियोहरू मैले हेरेर हुन्छु होइन। तपाईँले एकदम राम्रो गरिरहनु भएको छ होइन। यो दुई चारजना कुकुरहरू आउँछ भुक्छ क्या, सोसियल मिडियामा भुक्छ, यो भुक्नेहरू भुगिरहेको छ क्या। यु नो डग बार्किङ एन्ड नट बाइटिङ भन्छ नि होइन। भुक्ने कुकुरले कहिले पनि टोक्दैन, यो चाहिँ एउटा उखान टोका होइन, नेपालमा चलिआएको नै हो पुर्खैदेखिबाट। त्यही भएर हजुर एक रत्ती पनि नडराउनुहोस्। अनि हजुरले जहिले पनि राम्रो काम गर्दै जानुहोस् सोसियल मिडियामा है। मैले तपाईँलाई यही शुभकामना दिन चाहेँ। अनि राम्रो काम गर्नुहोस्, सधैँ यही सपोर्ट गर्नुहोस्, नेपालीहरूलाई लिएर राम्रोसँग अगाडि बढ्नुहोस् होइन। अनि काम हजुरको काम कसैको काम ठुलो सानो हुँदैन, कसैको काम ठुलो सानो हुँदैन। त्यसैले अलवेज सपोर्ट गर्नुहोस् होइन। राम्रो कामलाई राम्रो भन्नुहोस्, नराम्रो कामलाई नराम्रो भन्नुहोस्, त्यही छ होइन। यो भिडियो चाहिँ सेफ कृष्ण, मेरो प्यारो दाइ सेफ कृष्ण दाइसम्म चाहिँ पुऱ्याइदिनु होला, सेयर गरिदिनु होला, लाइक गरिदिनु होला, कमेन्ट गरिदिनु होला कस्तो लाग्यो भिडियो है। तपाईँहरूले यो भिडियो चाहिँ उहाँसम्म पुऱ्याइदिनु होला प्लिज है, मैले रिक्वेस्ट गरेँ। थ्याङ्क यू।